त यो जुनीमा तिमीलाई पाऊँ कि म मरिजाऊँ। अन्ततः फाइनली मेगा स्टार अनमोल केसीले अर्को फिल्मको घोषणा गरेका छन्। केही समय अगाडिको कुरालाई हेर्ने हो भने अनमोल केसीको एउटा फिल्म रिलिज भइसकेपछि बक्स अफिसमा कस्तो खालको प्रदर्शन गर्छ त्यो हेरेर मात्र अनमोल केसीको अर्को फिल्मको घोषणा हुने गर्थ्यो। तर यति बेला भने अनमोल केसीले पनि धमाधम आफ्नो फिल्मको घोषणा गरिरहेका छन्। अब कुन फिल्मको घोषणा गरे होला नि त? आउनुस् आजको यस भिडियोमा चर्चा गरौँ। भिडियो एकदमै इन्ट्रेस्टिङ अनि रोचक हुनेछ। कृपया भिडियोलाई सुरुदेखि अन्तिमसम्म नछुटाई हेर्नुहोला। भिडियो सुरु गर्नुभन्दा पहिला हाम्रो रिभ्यू नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला र छेउमा रहेको बेल आइकन दबाउन पनि नभुल्नुहोला। हामी यस्तै ताजा अनि नयाँ नेपाली मुभीहरूको अपडेट र रिभ्यू लिएर आइरहनेछौँ। आउँदै गरेको यही तिहार विशेष पारेर जेरी अनटपलाई रिलिज गर्ने तयारी भइरहेको छ, जसमा अनमोल केसी, केदार घिमिरे, आचल शर्मा र जसिता गुरुङ जस्तो कलाकारहरूलाई हामीले मुख्य भूमिकामा देख्न सक्छौँ। अनमोल केसीको फिल्ममा माग्ने बुढा भन्ने बित्तिकै यस मुभीको हाइप अझ बढेको छ। कस्तो होला त मुभी? जुन मुभीलाई हेर्नको लागि दर्शकहरू एकदमै धेरै एक्साइटेड भएको देखिन्छ, जसको डिरेक्टर रहेका छन् सुयोग गुरुङ, जसले यस अघि फर्की जस्तो सुपरहिट मुभी दिएका थिए। अब यति बेला अनमोल केसीको लाइन अप हेर्ने हो भने एकदमै तगडा देखिन्छ। उता सुयोग गुरुङले पनि फर्की 2 को घोषणा पनि गरेका छन्। यो अनमोल केसीको लागि आफैमा एउटा अर्को सुपरहिट चलचित्र हो। र उता फेरि उनको अर्को चलचित्रको पनि घोषणा भएको छ, जसको ब्यानर नै सुपरहिट छ। केही समय अगाडि कता हल्ला पनि चलिरहेको थियो अब यस फिल्ममा पल शाहको इन्ट्री हुँदैछ भनेर। तर फाइनली यस चलचित्रका मेकर्सहरूले घोषणा गरिसकेका छन् र फेरि पनि यस चलचित्रमा अनमोल केसी नै दोहोरिँदैछन् भनेर। चलचित्रको नाम रहेको छ ए मेरो हजुर 5, जसमा फेरि पनि हामीले अनमोल केसीलाई देख्न सक्छौँ। र यो पनि एउटा अर्को उनको चलचित्रहरूको लिस्टमा सुपरहिट चलचित्र हो। र फेरि उता अर्को उनको चलचित्रको पनि घोषणा भएको छ। चलचित्रको नाम रहेको छ बाटुलो जुन, र जुन चलचित्र उनको आफ्नै होम प्रोडक्सनबाट बन्दैछ, जसमा उनको पिता भुवन केसीको डिरेक्सन रहनेछ भने अनमोल केसी र भुवन केसीलाई हामीले मुख्य भूमिकामा देख्न सक्छौँ। र मुभीको बजेट रहेको छ 25 लाख। अब यति भइसकेपछि यस मुभीलाई सुपरहिट होइन अल टाइम ब्लकबस्टर हुनबाट कसले रोक्न सक्छ? यति बेला अनमोल केसीको लाइनअप यस्तो किसिमको छ, जुन चलचित्रहरू सुपरहिट, ब्लकबस्टर र अल टाइम ब्लकबस्टर हुने पक्का छ, जसले गर्दा अनमोल केसीलाई यस इन्डस्ट्रीभित्र मेगा स्टार बनाइराख्न मद्दत गर्छ। अनमोल केसीको लाइनअपमा रहेका यी चलचित्रहरूमध्ये तपाईहरू कुन चलचित्र हेर्न एक्साइटेड हुनुहुन्छ? आफ्नो विचार कमेन्ट बक्समा राख्न नभुल्नुहोला। साथै हाम्रो रिभ्यू नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। हामी फेरि भेट्नेछौँ अर्को भिडियोमा।